हेलो वाट्स अप एभ्रिवान। धेरै दिनपछि आज ब्लग छ र आज हामी मोटेकासी गराएछु त्यहाँ थिएँ स्टार्ट हुन्छ। अब हामी माथितिर जानेवाला छौँ। त्यहाँ गइदिए चढे त मेरो भाइ सक्छ नि त। ल चलिदिउँ त। त्यही नै हो, हामी आशिषको घरदेखि निक्लेको। अब माथितिर जाँदैछौँ। आशिषले गाडी चलाउँछ। यहाँ आशिषको बाबालाई हामीले खाना छोडेर माथितिर जानेवाला। ल लेट्स गो। भ्यू यार कस्तो भइरहेछ, धेरै दिन भयो भिडियो नआएको। झ्याउ लाग्छ भिडियो बनाउन, त्यही नै हो। बाइकको साउन्ड चाहिँ बबाल आउँछ क्या। हिँड्नु न हिँड्नु न। यहाँ पड्किँदै तेल पनि राख्छ यार गाडी। यार गाडी यहाँ तेल पनि राख्नु छ। त्यही नै हो, हामी ठ्याक्क आइसक्यो हस्पिटल लाइन। अब यहाँ थोरै काम छ त्यहाँ आशिषको यो हस्पिटलमा। त्यसपछि अब एकछिनपछि ठ्याक्क लाग्यो लास्टै भेट्नु। ठ्याक्क एकछिनपछि भेट्छौँ है। ल यो हस्पिटलमा यहाँ आशिषको बाबाले चाहिँ टक्क लाएर काम गर्नुहुन्छ। जाम भएको छ। अब डाक्न यार धेरै यार, किनभने डर पनि लाग्छ। सर्भिसिङ गर्ने बेला पनि भन्छ यार। क्या हो आशिषसँग आज फर्स्ट राइड कस्तो हुन्छ हेरौँ। अनि इन्डिया मेरो साथी इन्डिया जाँदैछ नि के छ हायर स्टडीको लागि। यो लास्ट भ्लग पनि हुन पायो है। किनभने हाम्रो साथी अब यहाँ हामी बिच हुँदैन होला। समथिङ इन्डिया जान्छ होला हाम्रो साथी। सम्झना छ छोडी जानेलाई नानीको माया। नपड्काउँ न दाइ, अलि पुलिस आउँछ क्या दाइ। माथि जाऊँ न माथि। यो यताबाट चाहिँ भ्लगमा त पाउने टोपी उडाइदिन्छ। टोपी उडाइदियो न। सीमा छैन यार, टोपी पछाडि लगाइदिनु पर्छ कि यार। है होइन गाना गरिहाल्छ। ल ल ल ल बाइकको मात्र साउन्ड आउँछ होला। हामी जानेवाला छ। फेरि ठुलो पनि छैन, राम्रोसँग चल साथी। आत्तिएर मात्तिएर होइन राम्रो होइन। पुलिसको अगाडि बस। पुलिसको चेकिङ यहाँ नपर। दाइ यार दाइ मलाई मन छैन यार। पहिला त होइन माया लाग्थ्यो। पुलिसको यताउति पालन गर्नुपर्छ जस्तो लाग्थ्यो। होइन साथी, अन्त तँ नभएर लाइसेन्स पनि बनाइयो है। हजुर लाइसेन्स बनाएर काम छैन। अरू यही छैन यार। हामीलाई लाइसेन्स बनाउनु भनेको त स्प्लेन्डर यताउति चलाउने जस्तो लाग्छ यार। हो अहिले यस्तो पड्क्यो गऱ्यो, यो पड्क्यो गऱ्यो। हामी के पड्क्यो भाइ, पड्काउने राख्ने हो। ल हामी यहाँदेखि सिद्ध बाबा जाँदैछौँ। सिद्ध बाबाको भिडियो हेर्न सक्नुहुन्छ है। ल त्यही नै हो, हामी चाहिँ धेरै दिनपछि यार के भनौँ के नभनौँ भन्ने हुन्छ यार। यता चेकिङ त छैन होला। महापासेमा छोड्दैन, उडाइदिने पो ल्याएर धरु। ल हामी बुटोलको धुलो मनै पर्दैन कि आएपछि मलाई त्यस्तै होइन। सबै मन पर्छ।
सिद्ध बाबा, बहुत पॉपुलर मंदिर है ये भी। या आप आ सकते हैं यहाँ पे भी आ सकते हैं आप, क्योंकि बहुत पॉपुलर है। ओए धुलो हेर न मा जाठा दुग्रा। पर्ले हो गए मार्लास माछाले जिन्दगी लामो हेर्न साथीहरू धुलै खाइयो यार। एकछिन म भिडियो अफ गरेँ मैले, अति भयो यार साथीहरू यति रोक्नु। ल यो चाहिँ पाल्पाको सिद्ध बाबा यहाँ सुरुङ बन्दैछ है। यो म भिडियो बनाउँदिनँ होला जस्तो लाग्यो यार। मुला हेर न कति धुलो छ यार, अति धुलो के यहाँ मुख टाटे न पाटे भइसक्यो यार। ल दियो ल बाइकको त्यस्तै आवाज मजाले पढेको छ नि माथि हुने। हामी चाहिँ सिद्ध बाबाको ड्यामको पुलमा गएर यसो बसेर आउनेवाला छौँ। मेरो पहिला मैले पनि सुरुमा एउटा भिडियो चाहिँ उहाँबाटै गराएको। अनि एउटा के यो के अरे साथी एउटा उतो रहेछ नि त, के अरे एउटा तँ नै भनेको होइन क्या मैले तिमीलाई। एउटा रहेछ नि त के अरे विनोदको मामा कता बस्छन् अरे कवि बस्तीतिर त एउटा तालो रोप्छ अरे त्यो बनाउँदै हेर्ने पुरै धुलै धुलो। फुलले के कमल फुले कमल ए पानी धमिलो रहेछ है साथीहरू। चला नि त अहिले किन यताउति हेर्नुहोस् न। ए नुहाछन् क्या यार, माको कसम यार। होइन नुहाइन्छ यता राख्ने यहीँ राख्ने भित्र किन कल छोडिदिन्छस् मेरो भाइ। ए नै ल हामी त गइदिएको है। यही हो आजको कन्टेन्ट ब्लग। आज हामीले चाहिँ यहाँको दृश्य देखाउन चाहन्छौँ। यस देख्न सक्नुहुन्छ झोलङ्गे पुल र यहाँको उही माटो पनि खोला त बढे रहेछ यार। ल दिन ए रोहित मान्छे त रहेछन्। ल गाइस अनि साथीहरू हामी चाहिँ पहिला एकताका त्यो पुलमा चढेको है। त्यो पुलमा पनि एकचोटि डराइ चढेर यहाँदेखि चढेर ऊ त्यहाँ एउटा यहाँ पुल छ यहाँ यो पुलदेखि हामी तरेर चाहिँ खोलामा गएको पहिला नै जस्ट नर्मल 2 वर्ष अगाडि खोला। यहाँ चाहिँ भरि बढेर रहेछ यार। हात एउटा फोटोसोटो खिच्नुपर्छ र भिडियो बनाउनु पर्छ, त्यही यो नै हो। त्यसपछि हात मजा छ यार, मजाको छ हेर। त्यही नै हो, फोरो बहुत रहेछ है। फोरो देख्न सक्नुहुन्छ यहाँदेखि बग्दै आएको छ। यहाँ त्यस्तो माथि देख्दै त्यस्तो माथि देख्दै सानो छ यहाँ हेर्नु कत्रो छ, कत्रो भारी खोला। त्यही हो, आज त अगाडि गइसक्यो त अब यहाँदेखि हामी के गरिन्छ। साथी यहाँ छन्। साथी के गर्ने भन त। ए हेन्सम यहाँ आइजाउ न एकचोटि। यहाँ आउनु हेन्सम। मेरो साथी चाहिँ अब जाँदैछ इन्डियातिर के भन्ने हायर स्टडी। अब त्यस्तै मान्छे ट्यालेन्टेड छ, अब त्यही भएर के गर्ने। अब जाँदैछ अब दुःखको खबरहरू है, बिचमा रहन्न। अब ल त्यही नै हो। अब हामीले छोटो मिठो अनि भ्लग भिडियो बनाउँछौँ र यहाँदेखि हामी फोटोहरू खिच्छौँ, त्यसपछि हामी घर जान्छौँ है। हो अब यहाँदेखि हामीले हेरेर एकछिन बस्यो है। अब हामी जानेवाला छौँ। गइदिउँ साथी हेल्सम छन् फेरि साथी। जाउँ साथी।
माछा मारेर आम लाग्यो एक दिन बढ्यो त तर कति मिटर गरे साथी यहाँ पुल बन्न यहाँदेखि गर्नु थालेको त्यही नै हो अब हामी एकछिन कुरा गरिदियौँ यहाँ माथि ड्याम बन्दैछ हजुर माथि यो पुला चढेको याद छैन कि तिमीलाई हामीसँग आएको बेला भाइ यत्रो आएनस् गरे बाबु यार म आएको थिएँ यार म आएको थिएँ कि म चढेको के त्यही नै हो अब हामी गइदिइहाल्छौँ नबसौँ फेरि बस्नु छैन अब हामी गइदिन आँटेको पनि लाग्यो अब घर गइदिने यस्तै हो यही हो भ्यू आज यस्तो मिठो भ्लग त छैन है अन्त नै नि भिडियो बनाउनु मन लाग्दैन मलाई चाहिँ झुलाउँछ के भिडियो बनाउनु या हेन्सीलाई हेर्न सक्नुहुन्छ नेपालको नम्बर 1 हेन्सम आशिष बुढा मगर आशिष माछा देख्यौ माछा खरो छ यार गइदिउँ साथी गइदिउँ हामी फेरि गइदिनेवाला छौँ अब सम्बन्धमा साना साना झगडा भइहाल्छ माया त्यही नै हो ल यहाँदेखि निक्लिएर कुरा गरौँ है बाइकमा भेटौँ ल त्यसमा यहाँ सुरुङ हेर्नु नि यहाँ यस्तो छ वे ठुलो क्यामरामा देखिन्न होला त्यति धुलो छ यार छ्या माटोले आँखा पिरो बनाएको छ क्या यस्तो धुलो छ यार थ्याट मलाई त भिडियो बनाउनु मन लागेन है हामी उता गएर बनाउँछ थ्याट मलाई ओभर स्टे यार थ्याट ओभर यार छ फोनमा त्यस्तो अब सुनिन्न होला क्या जस्तो रियलमा सुनिन्छ क्या खै त्यहाँदेखि ट्राई गराउन सक्दैन हेर्न राइट इन राइट राइट इन राइट ल हामी चाहिँ त्यहाँ कान्ति स्कुलको साइडमा जानेवाला छ त्यही नै हो ल हामीले चटपट खाएर हिँडिसकेका छौँ कान्ति स्कुलमा गएर चटपट खायो अब तपाईँ घर जाने त्यस भिडियो गर्ने त्यसको नेक्स्ट भिडियो सुन कमिङ हेर्नु